जीवनको यात्रामा सबैभन्दा सुन्दर सम्बन्ध मध्येको एक हो साथी। रगतको नाता नहुँदा पनि मनको नाता गाँच्ने व्यक्ति हो साथी। खुसीका क्षणमा सँगै हाँस्ने त धेरै हुन्छन्, तर आँसु झर्दा चुपचाप काँध थाप्ने मान्छे नै साँचो साथी हो। जब संसारले हाम्रो कमजोरी देख्छ, साथीले हाम्रो सम्भावना देख्छ। जब हामी आफैलाई कमजोर ठान्छौँ, उसले भन्छ तिमी सक्छौ। केवल साथी रमाइलो गर्ने व्यक्ति होइन, उता हाम्रो सफलतामा सबैभन्दा धेरै ताली बजाउने र असफलतामा सबैभन्दा पहिले हात समाउने व्यक्ति हो। समय बदलिन्छ, परिस्थिति बदलिन्छ, मानिसहरू पनि बदलिन सक्छन्, तर साँचो मित्रता भने विश्वास, सम्मान र साथमा टिकिरहन्छ। धन, पद वा प्रसिद्धि भन्दा पनि जीवनमा एउटा साँचो साथी हुनु सबैभन्दा ठूलो सम्पत्ति हो। किनभने जीवनमा सबै कुरा फेरिन सक्छ, तर साँचो साथी भएमा हरेक कठिन बाटो पनि सजिलो लाग्न थाल्छ। तपाईहरूसँग पनि यस्तै आत्मीय र सधैँ साथ दिने साथी हुनुहुन्छ भने कमेन्ट गर्नु। यसै भिडियोबाट मेरा अति आत्मीय साथीहरूलाई मैले सम्झिएको छु। धेरै माया अनि मिठो सम्झना।